हुन्छ हे मुने कश्यप ऋषिका 1 अदिति 2 दिति 3 धनु 4 कारा 5 घोरा 6 सिंहीका 7 क्रोधा 8 प्राधा 9 बलिष्ठा 10 बिन्ता 11 कपिला 12 कद्रु र 13 मनु यस्ता स्त्रीहरू थिए। अत दितिका गर्भबाट हिरण्यकश्यपु आदि दैत्य जन्मे। दितिका गर्भबाट चन्द्र सूर्य आदि 33 कोटी देवताहरू जन्मे। धनुका गर्भबाट दानवहरू जन्मे। कारा घोराका गर्भबाट गन्धर्वहरू जन्मे। सिंहिकाको गर्भबाट राहु जन्मियो। प्राधाका गर्भबाट उर्वशी आदि अप्सराहरू जन्मे। क्रोधका गर्भबाट क्रोध जन्मियो। मनुका गर्भबाट ब्रह्माण क्षत्रिय वैश्य शूद्र यी 4 थरी मनुष्य जन्मे। बलिष्ठा र बिन्ताका गर्भबाट अरुण सीता देवी सती देवीको विवाह भएको हो र सती देवी मर्दा उत्पात भएको। फेरि सती देवी महादेवकी पत्नी कसरी भइन् र कस्तो कारण परेर उनको मृत्यु भयो यो सबै विस्तारले आज्ञा हवस मुनिको इच्छा जानी प्रसन्न भएका कुमारजीले यो कुरा तेस्रो अध्यायमा वर्णन गर्नेछु भन्नुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्म्ये कुमारगस्ते संवादे श्रीस्वस्थानि परमेश्वरी व्रतकथायां द्वितीयो अध्याय। हरे नमः। महादेवले तथास्तु भने वरदान दिएर वायु नाम राखी वायव्य कोणको अधिपति गराई पठाए। फेरि उपनयन तु मङ्गलम श्री स्वस्थानी माता की